Guys, today I start a new vlog. म चाहिँ पशुपति जान आँटेको सो म भ्लग स्टार्ट गर्दैछु सबैजनाले हेरिदिनु होला गाइस म चाहिँ निस्केको गरे अब म चाहिँ जाँदैछु होस्टेलबाट चाहिँ निस्के इन्डिया बोलाएको छु इन्डिया आउँदैछु म चाहिँ पशुपतिको आरती हेर्न जान लागेको गाइस पानी पर्ला कि भन्ने डर लागिसक्यो पानी पर्ने यस्तै गरेको छ हेरौँ एकजना भाइ म जान लागेको छौँ बाई बाई सी यू अब म इन्ड्राइभमा भेट्छु एकैचोटि बाटोमा यिनीहरू भेट भएको छन् मैले उनीलाई जाम भन्दैछु पशुपति हेलो भन्नु गाइस सबैजना हेलो गाइस हेलो तिनीहरू चाहिँ गएनन् गाइस किन गएनन् थाहा भएन गइसक्यो तिनीहरू म चाहिँ जान लागेको गाइस मेरो चाहिँ इन्टरभ्यू आयो म चाहिँ गएको लेट्स सी के हुन्छ म चाहिँ जाँदैछु खासमा आज जान लागेको चाहिँ किन हो पशुपति जान लागेको चाहिँ मलाई केही कुरा माग्न मन छ त्यो कुरा पुरा होस् आफ्नो लागि भन्नाले म आज अरूको लागि जान लाग्छु त्यो कुरा चाहिँ पुरा होस् प्लिज भगवान् म त्यही भन्न चाहन्छु अब सिधै म भाइलाई भेटेर कुरा गर्छु एकजना भाइसँग जान लाग्छु त्यही कुरा गर्छु ल गाइस पशुपति पनि आयो पशुपति चाहिँ आइपुग्यो तर भाइ अझै आइपुगेको छैन म भाइलाई वेट गर्दा चाहिँ गाइस भाइ आयो भने म भाइलाई देखाउँछु एकैचोटि गाइस म चाहिँ हिँड्दै गरेँ भाइ चाहिँ आउन टाइम लाग्छ होला जस्तो छ भाइलाई चाहिँ टाइम लाग्छ म चाहिँ हिँड्दै गर्दा छु म चाहिँ जाँदै गर्छु अब भाइ कतिखेर आउँछ थाहा छैन सामानहरू किन्दै गर्छु फुलहरू यताउता भाइ आयो भने देखाउँछु ल म बाटो चाहिँ यस्तो छ पानी पर्ने यस्तो गरेको छ अब भट्क्यानेडु यस्तो गरेको छ गाईतिर चाहिँ यस्तो राम्रो राम्रो छ तर ठिकै कसैको के अरे गाईहरू ल्याएर छोड्नु छ भने हानेर ल्याएर छोड्दा हुन्छ है गाई यो चाहिँ देखाइदिएँ मैले आरती हेर्न आएको म त यहाँ त्यो हुन्छ कि क्या यार पानी पनि यस्तो गरेको छ आरती हुन्छ कि हुन्न पानी यस्तो भइसक्यो गाह्रो छ गाइस यस्तो छ म चाहिँ त्यहाँ जान्छु त्यो पसलमा किनभने मैले यहीँबाट लग्छु नि त्यही भएर गाइस यहाँ आउनु होला यो गाइस मैले चाहिँ यो फुल लगेर गएँ भाइ चाहिँ अझै आएको छैन म चाहिँ जाँदै गर्छु त्यहाँ बस्छु माथि गएर पैसा एक्सचेन्ज गर्नु छ सो गर्छु बाटोमा अनि अरूहरूलाई पनि दिनुपर्छ नि त द्याट्स वाइ पैसा एक्सचेन्ज गर्छु यस्तो गेमहरू पनि खेल्न मिल्दो रहेछ है गाइस गेमहरू खेल्दैछन् आरती चाहिँ आज छिटो हुन्छ अरे किनभने पानी पनि यस्तो गरेको छ त्यही भएर छिटो छिटो गरेर सक्नु भन्दै थियो म चाहिँ सक्छु छिटो छिटो गरेर त्यही हो भाइ चाहिँ आइसक्यो अरे म भाइलाई वेट गरिरहेको छु अब आउँछ पछाडिबाट म चाहिँ एकछिन वेट गर्छु अब 2-3 मिनट भाइलाई आयो भने देखाउँछु ल गाइस मेरो भाइ चाहिँ आयो हेलो पकड ल गाइस भाइ आइसक्यो ल है हामी चाहिँ जाँदैछौँ दिदीभाइ मन्दिरभित्र अब म चाहिँ कसम 1 वर्षपछि जाँदैछु भित्र चाहिँ सोमबार जानु लाग्यो अब सोमबार मतलब सोमबार आउनु लाग्यो ए व्रत पनि बस्नु अनि पूजा पनि गर्नु होला चाहिँ व्रत बस्दो रहेछ तर म चाहिँ बसेको छैन म बस्नु व्रतले नसुरु निकाल्यो मलाई ल गाइस अब हामी चाहिँ जाँदैछौँ पैसा एक्सचेन्ज गर्नु छ अब मान्छे खोज्नु छ यहाँनिर अलिअलि पैसा यताउता दिनुपर्छ फेरि म यहाँ आएपछि त्यो मैले गर्नै पर्छ किन हो थाहा भएन तर मलाई त्यो आइडन्ट नो अनि हेर्नुलाई कस्तो राम्रो छ थालीहरू नि आयो नि त तपाईँहरू यहाँ कहाँ यस्तो राम्रो छ है गाइस आउनु सक्नुहुन्छ हामीलाई नि बोलाएको थियो तर नभ्याएर हामी चाहिँ नभ्याएर गएनौँ त्यही हो राम्रो छ
श्रावण महिना लागिरहेछ गाइस हामीले चेन्ज गराउन लाग्यो यहाँसँग रिच 10 16 11 12 13 14 15 जुत्ता राख्न आएको जुत्ता राख्ने ठाउँमा गयो जुत्ता राख्न फोटो रहेछ है हामी यहाँ चाहिँ छिर्नु आएको यहाँबाट हामी चाहिँ गइरहेको छौँ मैले भाइलाई आज साँच्ची 10 मिनट जति पुगेको यहाँ चाहिँ राम्रो राम्रो छ के भन्नु यो भ्लग चाहिँ 4 दिनपछि मात्रै आउँछ अब त्यही हो यस्तो राम्रो राम्रो छ इधर हामीलाई कस्तो राम्रो स्वागत देखाउनु न तलको म्याट यहाँ चाहिँ बाँदरहरू बसिरहेको छ यहाँ चाहिँ यस्तो छ हामीलाई कस्तो स्वागत यस्तो छ यहाँ चाहिँ यस्तो गर्नु चाहिँ पर्दैन हामीलाई हाम्रो लागि स्वागत गरेकोमा धन्यवाद हामी चाहिँ मेन गेटमा आयौँ अब चाहिँ यहाँ भिडियो बनाउनु मिल्दैन होला भित्र चाहिँ मोबाइल ब्लगमा चाहिँ मिल्छ तर भिडियो चाहिँ बनाउनु मिल्दैन हामी चाहिँ ठिकै भयो नि बेज भयो नि त आइसक्यौँ अनि मैले पनि आज मासु खाना केही खाएको छैन बिहानदेखि पशुपति जाने भनेर बिहानदेखि हो भनेको तर मलाई धोका दिए साथीहरूले आज ल यहाँनिर चाहिँ भाइले म भिडियो बनाइदिन्छु भनेर यसो हाई गर्नु भनिरहेको थियो अनि मैले भिडियो बनाएँ यस्तो हाँसेँ चाहिँ हामी भित्र गएको अब चाहिँ हामीलाई अफ हुन्छ है चाना दिँदैन निस्किँदाखेरि बनाउँछौँ बाई 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 ल गाइज हाम्रो पूजा चाहिँ सक्यो पूजा सक्यो है सकेर हामी आएको अब आरती हेर्नु जानुपर्ने हुन्छ आरतीको त्यहाँको पालो सिन देखाउँछौँ अब हामी टिका लाउन पनि मलाई अक्षिता लाउन मन लागिरहेको छ अक्षिता नै भेटिरहेको छैन मेबी बाहिर होला अब हेरौँ अब चाहिँ हामी आरतीको भिडियो देखाउँछौँ ल बाई बाई गाइस एकछिनमा भेटौँ ल हामी त आरती यता सरेको रहेछ आजकल पानी पऱ्यो भनेर होला है हामी चाहिँ जाँदैछौँ म देखाउँछु तपाईँहरूलाई हेरेर छ आरती चाहिँ हामी चाहिँ हेरेर बस्छौँ आरती स्टार्ट भइसकेको रहेछ हामी चाहिँ यतातिर हुँदो रहेछ आजकल आरती चाहिँ हामी चाहिँ आज त्यही हो हामी देखाउँछौँ ल पाट आरतीको ल यहाँनिर यसो मैले भिडियो बनाइदिएको अलिअलि कति राम्रो देखिरहेछ सिन वाउ कति आनन्द आउँछ यहाँ आएर यस्तो हेर्न पाउँदा चाहिँ भाइ चाहिँ कुरा गर्दैछ यता इङ्ग्लिसमा चाइनिज हुनुहुँदो रहेछ चाइनिज हुनुहुँदो रहेछ कुरा गर्दैछ आरती स्टार्ट भइसकेको छ म मान्छेले आरती फर्किँदै अँधिरो भइहाल्यो अब चाहिँ हामी चाहिँ फर्केको बल्ल आरती हेरेर त्यहाँ आरती अझै हुँदैछ हाम्रो चप्पल बन्द हुन्छ भनेर चाहिँ हामी जाँदैछौँ अब बल्ल पशुपतिबाट फर्किन लागेको राति भइसक्यो चाहिँ निस्केको ल निस्केको हामीहरू चाहिँ ल अब म चाहिँ निस्केको भाइ चाहिँ उताबाट आउँदैछ लखनऊ म चाहिँ होस्टेल जान्छु त्यही हो यस्तो छ है जाँदैछौँ र आज चाहिँ म फर्केको अब टोपी फिर्ता गर्न जानु छ टोपी फिर्ता गर्न गएर म जान्छु बाई बाई ल बाई 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 दिदी बाई हाई गरिदिनु आन्टी हाई
ल मैले चाहिँ मेहन्दी लाउनु लाग्यो गाइज पछाडि लाउनु कि अगाडि त्यहाँ नाम छ अलरेडी के अरे यहाँबाट लगायो भने 100 रुपियाँ पर्छ अगाडि पछाडि लगायो भने 200 पर्छ कस्तो लगायो अगाडि लगाइदिनु न ल गाइज मैले चाहिँ मेहन्दी लाउनु लाग्यो यहाँ लगाइदिनुहुन्छ अरे राम्रोसँग लगाइदिनु है भ्लगमा आउनुहुन्छ फेरि मेरो तपाईँ केही हुँदैन ल गाइज मैले चाहिँ यस्तो राम्रो मेहन्दी लगाएँ हजुर 4-5 दिनपछि आउँछ यो आन्टीलाई देख्नु हो भने यहाँ आएर लगाउनु होला कृपया मेरो भ्लग हेरेर आएको भनिदिनु होला म चाहिँ अब लाइभ एन्ड गर्छु थ्याङ्क्स फर वाचिङ हातमा मेहन्दी छ यसरी एउटा भाइ गइसक्यो अनि त्यही भएर म चाहिँ लाइभ एन्ड गर्नु लाग्यो थ्याङ्क्स फर वाचिङ गाइज थ्याङ्क यू लट्स अफ लभ म फेरि पनि अर्को भ्लग लिएर आउँछु यस्तै कहीँ गयो भने चाहिँ म भ्लग बनाएर हाल्छु थ्याङ्क यू सो मच गाइज बाई बाई सी यू